आज चाहिँ मलाई चाहिँ यस्तो लाग्यो होइन मलाई चाहिँ यस्तो लाग्यो के भन्दाखेरि चाहिँ नि मलाई चाहिँ नि यति साह्रो अब हुन्छ नि म एडिक्ट भइसकेको छु होइन के एडिक्ट भएको छु भन्दाखेरि चाहिँ नि म चाहिँ नि फिल्टरकै एकदमै बेसी एडिक्ट भएको छ आजकल हुन्छ नि म आफूलाई हेर्छु होइन म छक्कै पर्छु होइन ईश्वरले यस्तो राम्रो अनुहार दिएको छ होइन अनि बेसी फिल्टर युज गर्ने बानी भएर चाहिँ नि साथीहरू के भएको आफ्नो नेचुरल फेस देखाउनु पनि हुन्छ नि अब सरम लाग्छ सरम त होइन कि एउटा के बानी चाहिँ हुँदो रहेछ भन्दाखेरि चाहिँ नि उयो हुँदो रहेछ हौ के भन्छ कन्फिडेन्ट भन्ने नै आउँदैन हुन्छ नि आफ्नै अनुहार देखाउनु पनि अब हुन्छ नि ला मलाई त कस्तो देखिरहेको होला है भन्ने त्यस्तो फिल हुन्छ कि अनि छक्कै पर्छु म यस्तो सोच्छु होइन यस्तो राम्रो अनुहार दिएको छ है अब हामीले त हुन त हामीले फिल्टर पनि युज गर्नुपर्छ होइन हामी प्लस हामी अब मेकअपहरू पनि गर्छ हामी केटीलाई कति बेसी मनपर्छ होइन अनि यति बेसी हामी युज टु भइसकेको छ त्यो कुराहरूले गर्दाखेरि चाहिँ नि घरिघरि चाहिँ नि हामी आफै आफ्नै अनुहार पनि अब बिर्सिन्छ क्या हो आफ्नो नेचुरल फेस पनि कस्तो छ भन्ने कुराहरू हामी बिर्सिपठाउँछ क्या हो बिहान उठेर हेर्छ होइन त्यहाँदेखि आफ्नै अनुहार हेर्छ ला यता म हो क्या कुन कस्तो टाइपको देख्यो हुन्छ नि अब आफ्नै फेस हुन्छ नि आफ्नै नेचुरल फेस पनि क्या अब एक्सेप्ट गर्नु अब मान्दैन क्या अब हामी सायद अब म पनि होइन म अब तपाईँहरू चाहिँ कुन कस्तो छ मलाई याद छैन होइन अनि मलाई चाहिँ नि मेरो अनुहार पनि बिहान उठेर यस्तो हेर्छु कि आम्बो के यो मेरै अनुहार हो भन्छ नि अब त्यस्तो लाग्छ कि अब एक्सेप्ट गर्नु नि अब धेरै साह्रो परिरहेको हुन्छ क्या हो किन भन्दाखेरि चाहिँ हामीले अब आजभोलि एकदमै बेसी उयो चलाउँछ नि त होइन अब कस्मेटिकले गर्दा पनि हो एकमा होइन अनि हरेक कुरा हामीले पिक्चर क्लिक गर्दा होइन भिडियो पोस्टहरू गर्दा पनि हामीले प्रायः जस्तो चाहिँ फिल्टर युज गर्ने गर्छ नि त होइन अनि त्यही कारणले होला कि हामी आफ्नै नेचुरल फेसहरू पनि कहिलेकाहीँ चाहिँ के भोलि पठाउँछ हो तर यसो हेऱ्यौँ भने त अब यही हुनु त है यही अब फेसलाई नै हामीले माया गर्नुपर्छ होइन तर कोही बेला के भएको है अलिक कन्फिडेन्ट भन्ने पनि आउँदैन हौ आफ्नै फेस देखाउनु पनि तपाईँहरूलाई त्यस्तो हुन्छ कि हुँदैन हौ मलाई चाहिँ त्यस्तो हुन्छ बेसी हुन्छ नि फिल्टर युज गरेर बेसी अब के भन्नु मेकअपहरू गरेर पनि होला कि आफ्नै रियल फेस पनि म त कोही बेला बिर्सिपठाउँछु